टिकाराम सर भन्न पर्दाखेरि हाम्रो स्थानीय तहको लगभग अब 2 कार्यकाल सकिन लाग्यो हैन। अब जे होस् एउटै व्यक्तिबाट 2 कार्यकाल सकिन लाग्यो अध्यक्ष पदबाट हैन। अनि तपाईलाई योलाई तपाईले कसरी हेर्नुहुन्छ? कालीगण्डकी समग्र कालीगण्डकी गाउँपालिकामा 2 कार्यकाल एउटै व्यक्तिले हाँक्दाखेरि के कस्तो विकास गर्नुभयो, पहिला कस्तो थियो, केही गर्न सक्नुभयो कि नै, बाहिर देखाउन सक्नुभयो कि नै, आफ्नो लागि मात्र गर्नुभयो कि जनताको लागि नि केही गर्नुभयो उहाँले? अब यसो कुरा बुझ्दाखेरि मलाई लागेको धारणा हेर्दाखेरि मजासँगले अब उहाँले आफूले गर्न सक्ने भ्याउन सक्नेहरी चाहिँ मजासँगले काम गर्नु भएको छ। फेरि स्थानीयहरूको गुनासो छ कि अब केही गर्नु भएन भन्ने छ नि त। नै काम अब भएनन् भन्ने कुरो केही पनि छैन, काम धेरै भएका छन्। अब प्रत्यक्ष पहुँचमा चाहिँ के कति पुगे भन्ने कुरा खासमा। हजुर, प्रत्यक्ष लाभ कोले लिन सके, प्रत्यक्ष लाभ पहुँच र लाभमा चाहिँ को व्यक्तिहरू पुग्न सके हैन, मान्छेहरूलाई चाहिँ कसरी चाहिँ हुन्छ भन्ने कुरा हो। अब घरमा आएर घाँस काटिदिने, गोबर फालिदिने पनि होइन। अहिले फेरि यो हाम्रो सङ्घको चुनावमा धेरै हाम्रा उम्मेदवारहरूले त्यो क्रियाकलाप देखाउनु भयो नि, कतै गएर जेरी पकाइदिने, घाँस काटिदिने। तपाईँ उहाँहरूको फेरि के भन्न चाहनुहुन्छ उहाँहरूलाई, त्यो नि बताइदिनुहोस्। मस्त छ जिन्दगी। उहाँले पनि कम्तीमा पनि 2-3 महिना भए पनि आफ्नो जिन्दगी गाउँठाउँमा गएर हेर्नुभयो, बिताउनु भयो। त्यहाँको दुःख सुख कष्टहरू, जीवन मान्छेहरू कसरी बसिरहेछन् गाउँमा भन्ने उहाँले हेर्नुभयो। अब भोट माग्न जाँदाखेरि त अब उहाँले अब जेरी पकाएर, उखु काटेर, अब माला लगाएर नहुँदो रहेछ। कम्तीमा पनि जनताको नजरमा चाहिँ मजाले भिज्न पर्ने रहेछ मान्छे। तपाईँको चाहिँ के भने मलाई ठ्याक्कै आएन अलिकति हैन, यो प्रत्यक्ष जनताको प्रत्यक्ष मा चाहिँ भिज्न सक्ने, एकदम कुरा बुझ्न सक्ने, पहुँचमा पुग्ने के मजाले चाहिँ अब कुराकानी गर्न पाउने, कुरा राख्न पाउने। ल न यसो गरौँ न त, हामीले चाहिँ यो ठाउँलाई यस्तो बनाउँला, यसो गरौँ न भनेर चाहिँ पहुँचमा पुग्न सक्ने मान्छे भयो भने चुनाव मजाले जित्दो रहेछ। अब जनताबाट मत पाएको व्यक्ति जनताबाटै टाढा गयो भने अब भेटै नहुने, पहुँचै नपुग्ने, अनि गाह्रो हुने। त्यो पहुँचमा उहाँसम्म पुग्नको लागि पनि अब त्यो विभिन्न माध्यम भएर दुःख गरेर धेरै माध्यम भएर अब जानुपर्ने अवस्था भइसकेपछि अहिले यो अवस्था आएको हो। उहाँहरूले पनि राम्रै गर्नुभयो। कोहीको जित भयो, कोहीको हार भयो, यो त नियम हो। अब जित हार त तपाईँको अब यो प्रकृतिको नियम हो, मतको नियम हो नि। मत जसले पायो उसले जित्यो, मत नपाउने हार्यो। त्यही त हो। अनि त्यस्ता फेरि उम्मेदवारहरूको एकदम लज्जास्पद हार भएको देखियो नि त अहिले जनताले। कतिपयको त्यस्तो देखियो। उहाँहरूले नि बुझ्नु होला नि त। यो चाहिँ अब यो अहिले त के भने चाहिँ कस्तो देखिएको थियो भने त भाइरल जति सबै उम्मेदवार, भाइरल जति सबै उम्मेदवार। हजुर, 10K फलोवर छ भने पनि होइन, म त चाहन्छुन् व्यक्ति होइन, अब म त उठ्नै पर्छ भनेर चाहिँ भन्ने टाइपको अवस्था थियो। तर यो पालिमा उहाँहरूले पनि राम्रोसित पाठ पढ्नु भएको छ। अब हेरौँ, अब यो 5 वर्ष देश बन्छ भन्ने कुरा आइरहेछ। हेरौँ कसरी देश बन्छ। देश बनोस्, उहाँहरूले भने जस्तो देश राम्रो बनोस्, हाम्रो चाहिँ अब त्यही छ कामना छ। अनि अस्ति हाम्रो रासपाको के भयो थियो अरे, 2 दिने अभिमुखीका प्रशिक्षण कार्यक्रममा हाम्रो रासपा सभापति रवि लामिछानेले भन्नुभएको थियो, पुराना नेताहरूलाई आजसम्म 36 वर्षसम्म हेरे जनताले, तर अब हामी सुध्रेनौँ भने हामीलाई 36 महिना पनि 36 दिन 36 महिना पनि मै साइड लाउँछन् भन्ने कुरामा तपाईँ के भन्न चाहनुहुन्छ यो विषयमा? अब पहिला त मलाई उहाँको अब ठिकै लाग्थ्यो, तर अस्तिको त्यो 30 मिनटको भाषण उहाँहरूले चाहिँ आफ्ना के अरे के भन्छ सांसदलाई चाहिँ दिएको प्रशिक्षणमा सुन्दाखेरि एउटा के फिल भयो भित्रैदेखि चाहिँ, के फिल भयो, के प्रेरणा लाग्यो भने चाहिँ अब देशले पनि एउटा राम्रो मान्छे चाहिँ पायो है।
कम्तीमा पनि यो मान्छेले देश भ्याउन्न, यो मान्छेले चाहिँ देशलाई सेभ गर्छ है भने चाहिँ एकदम आकोपना चाहिँ भित्रैदेखि चाहिँ लाग्यो। अब एकदम राम्रो लाग्यो त्यो। अब त्यसपछि बल्ल ढुक्क भइयो, अब चाहिँ यो मान्छेले देशलाई केही न केही राम्रो चाहिँ गर्छ है भन्ने चाहिँ हामीलाई। पहिला अब चुनाव जे होस् नतिजा आउँदै गर्दाखेरि अन्नबेल थियो एकदम, अब राजाबामा भयो नि, अब के गर्ने हो गर्ने होइन जस्तो माहौल थियो नि त, होइन र? नयाँ हो, नयाँहरूले चाहिँ अब गर्छन् कि गर्दैनन् कि, अब नयाँ त म नि नयाँ हो। हजुर, तपाईँ नि यहाँ एकदम खुङखार भन्छन् तपाईँलाई सबैले नेकपा एमालेबाट। अब भावी तपाईँ अब स्थानीय तहमा वडा अध्यक्षको लागि तपाईँलाई यहाँ दावेदार देख्छन्, के छ तपाईँको योजना? तपाईँको कहाँ वडा अध्यक्ष? म भनेको त मैले जानेको आजसम्म सिकेको भनेको अक्षर मात्रै हो। त्यही भएर मैले विद्यार्थीलाई पढाएर मात्रै खाने हो, म अरू यताउति म जान्दैन। यो चाहिँ राजनीतितिर तपाईँको इन्ट्रेस्ट छैन? म एकदम सोझो मान्छेलाई यो क्षेत्र चाहिँ फाप्दैन, म योमा जान्दैन पनि। त्यही भएर यो विषयमा चाहिँ केही चर्चा छैन। र अर्को कुरा, म नेपाल कम्युनिस्ट पार्टी एमालेको कार्यकर्ता होइन, म एक विज्ञान विषयको अब चाहिँ त्यही अनुसारको मान्छे हो। विज्ञान विषय त्यही हो। ल आएर अनि अझ के भन्न चाहनुहुन्छ समग्रमा? अब समग्रमा यदि कोही कसैले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने, संसारको जुनसुकै कुना काप्चाबाट हेर्दै हुनुहुन्छ भने यहाँहरूलाई मेरो फेरि पनि नमस्कार छ। र तपाईँहरू जुन ठाउँमा हुनुहुन्छ, जहाँ बस्नु भएको छ त्यहीँ मजाले बस्नु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। पानी बिहान दिउँसो बेलुकी कति बेला हुन्छ पानी मजाले पिउनु होला। एकदम निद्रा मस्त लागोस्, सबैको कल्याण होस्, जय होस्, सबै खुसी भएर बाँच्नुहोस्, मेरो कामना त्यही छ। ल सबैजनामा ल धन्यवाद। हार्दिकताको साथ नमस्कार।